ऐसी बानी बोलिए मन का पाखो और को शीतल करे आप शीतल हो कबीरा आप शीतल हो। सम्पूर्णमा सन्त कबीर दासको जयन्तीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सन्त कबीरबाट सिक्ने धेरै कुराहरू छन्। त्यो कुराहरूलाई सिकेर हामी आफ्नो लाइफलाई सार्थक पार्न सक्छौँ। र यो ओटिटी नेपाल ओजस्वी तेजस्वी तपस्वी नेपालको परिकल्पना नै त्यही हो। हामी त्यही चाहन्छौँ युवा सशक्तिकरण होस्। जबसम्म हाम्रो देशमा युवा जाग्दैन, युवा सक्षम हुँदैन, युवा बुद्धिजीवी हुँदैन, युवाले त्यो कबीरका कुराहरूलाई आफ्नो भित्र ग्रहण गर्दैन, तबसम्म हाम्रो देश परिवर्तन हुनेवाला छैन। जतिसुकै मैले जुन दुआ अहिले भने त्यसमा लुकाएको छ भाव छ। त्यसमा जतिसुकै पनि जेसुकै पनि भइहालोस् हाम्रो मन मस्तिष्क शान्त हुनु पर्यो। जस्तो सुकै अवस्थामा हामीले मिठो बोल्ने कोसिस गर्नु पर्यो। हामीले आफ्नो गुस्सालाई आफ्नो जुन एउटा भित्र जुन चाहिँ हाम्रो भित्र छन् सानो सानो कुरामा गुस्सा भइहाल्ने, सानो सानो कुरामा आक्रोशमा आइहाल्ने, त्यो कुरालाई आज हामीले कम्प्लिट एकदम स्तरमा राख्न सक्यौँ। एउटा सबै थोकमा भन्छ नि ब्यालेन्स हुनु पर्यो। हामीले आफ्नो मन मस्तिष्कलाई शान्त राख्न सक्यौँ भने हामी राम्रो निर्णय लिन सक्छौँ। र राम्रो निर्णय लिने मान्छे नि कहिले पनि आफ्नो लाइफबाट हरेस खाँदैन। लाइफमा तपाईँ प्राय गल्ती नै गर्नुहुन्न, किनभने तपाईँले जुन लिएको निर्णय हुन्छ नि, डिसिजन हुन्छ नि, त्यो डिसिजन शान्त मनले लिएको हुनुहुन्छ। द्याट्स वाइ वाट एभर ह्यापन्ड you need to be a calm and calm. This is the first thing we can get from Sant Kabir. धेरै कुराहरू छन् सिक्नुपर्ने। आज सन्त कबीरको जयन्ती छ, हामीले सिक्नुपर्छ उहाँबाट। म प्राय गाउने गर्छु, गुनगुनाउने गर्छु, न त हिन्दीमा हो तर बुझ्नु पर्यो, हामीले भावलाई लिनु पर्यो। ल्याङ्ग्वेज इज जस्ट अ ल्याङ्ग्वेज to convey our message to others, nothing else. Even you are speaking Nepali, Hindi, Mathli, all the things, but we love to speak Mathli because Mathli त हाम्रो मायाको बोल छ के नाम बिसेर जाबो। yes or no? त चली सन्त कबीरको एउटा गीत सुनै, सुन्दै हामी चाहिँ यो सानो छोटो मिठो कुरालाई अन्त गर्नेछौँ। गुरु गोविंद दो खड़े काको लागो पाय। गुरु गोविंद दो खड़े काको लागो पाय। बलहारी गुरु आपने गोविंद दियो मिलाए कबीरा गोविंद दियो मिला। गुरु र गोविंद भगवान श्री कृष्ण राधे राधे एकै ठाउँमा भए तापनि कबीरले के भनेका छन्? त्यो गुरु गोविंद कृष्ण भन्दा पहिला हामीले कसलाई? आफ्नो गुरुलाई याद गर्नुपर्छ, सत्कार गर्नुपर्छ, प्रणाम गर्नुपर्छ, ढोग गर्नुपर्छ, चरण स्पर्श गर्नुपर्छ। गुरु शब्दकै अर्थ यही हो, हाम्रो अन्धकारमय जिन्दगीलाई प्रकाशमय बनाउनको लागि गुरु चाहियो। र मेरो लाइफको मूल मन्त्र पनि यही हो। 3 things you need in your life: सङ्गत, आदत, गुरु। 3वटा चिज तपाईँको लाइफमा छ नि, you can change your entire life and then you can change the world. हामी सिकेर जान्छौँ पहिला संसारलाई बदलिन्छु रे, कहाँ हुन्छ संसार बदलिन्छ त्यतिकै? पहिला आफूलाई बदल्नुहोस् मित्र, आफूलाई बदल्नुहोस्। आफू बदलेपछि आफै तपाईँको परिवार
र त्यतिकै बदलाव आउँछ। हामी चाहन्छौँ त्यो बदलाव पहिला परिवारले गरोस्। नेभर नेभर एन्ड नेभर। वी निड टु चेन्ज फर्स्ट एन्ड देन परिवारको मान्छे जतिकै हुन्छ नि त्यति चेन्ज हुन्छ। त्यसपछि हाम्रो समाज, समुदाय, समाज, त्यसपछि हाम्रो नगर, यस्तो गर्दा गर्दै वी क्यान चेन्ज द वर्ल्ड। बट वी निड टु स्टार्ट फ्रम योरसेल्फ। पुनः तपाईँ सम्पूर्णमा सन्त कवीर जयन्तीको धेरै धेरै शुभकामना। सन्त कवीरबाट सिक्नुहोस्, अगाडि बढ्नुहोस्, रक गर्नुहोस्। थ्याङ्क यू सो मच। जय नेपाल।